अर्थमन्त्री भएको बेला मैले महसुस गरेँ हाम्रो लगानी पैसामा होइन नीतिमा आउँदो रहेछ, नीतिगत हस्तक्षेपको रूपमा आउँदो रहेछ। हामी स्वतन्त्रै छैनौँ। हामीले भनेअनुसार लगानी गर्न पाउने कुरा होइन रहेछ। के हो त्यो भनेअनुसार गर्नुपर्ने। हाम्रो देशको आवश्यकतामा हामीले हाम्रो देशको अर्थतन्त्रलाई हामीले रक्षा गर्न हामीले केही निर्णय गर्यो भने यति दबाब, यति हस्तक्षेप, नीतिगत हस्तक्षेपबाट मुक्त स्वतन्त्र ढङ्गले हामीले लगानी गर्न सक्ने फन्ड लिने हो हामीले। तर सबै कुरा बाँधिएका नीतिगत यस्ता विषय छन् जसले हामीलाई आफ्नो भएको कुरा पनि प्रयोग गर्न नसक्ने अवस्थामा पुर्याउने कुराबाट मुक्त हुनुपर्छ। डाक्टर अर्जुन कार्कीले यो सुझाव 1 नम्बरमा राख्नु होला, म यो अनुरोध गर्न चाहन्छु। मुख्य कुरा यो हाम्रो राष्ट्रियता, हाम्रो सार्वभौमिकताको प्रश्नमा तलमाथि नहुने गरेको हाम्रो सहायता हामीले स्वीकार गर्ने हो। नीतिगत रूपले भन्दाखेरि दीर्घकालीन आर्थिक विकासलाई मद्दत पुग्ने खालका कुराहरू हामीले लिने हो। अब तर हामीले आफ्नो ढङ्गले सञ्चालन गर्न नसक्ने, गर्न नपाउने, हाम्रो अवस्थालाई सुधार गर्ने भन्दा त्यही ऋणमा परेर अझ झन् हामी त्यसमै परेर अझ समस्यामा पर्ने हो भने त्यो कुराहरू त्यति आवश्यक छैन भन्ने मलाई लाग्छ। हाम्रा आर्थिक विकासका हाम्रा प्राथमिक क्षेत्र हामी सबैलाई थाहा छ, हामीलाई कण्ठ छ, हामीले भन्दै आएका छौँ। ती क्षेत्रहरू कृषि, पर्यटन, जलविद्युत। भर्खरै समाचार हेर्दै थिएँ मैले, हाम्रो पूर्व अर्थमन्त्रीलाई पनि देखाएँ। संसदमा म पनि अलि स्टेज दिएर त्यो विषय राखेको थिएँ। आज सरकारले सम्बोधन गर्ला भने त उल्टो अर्थमन्त्रीको जवाब भर्खरै यहाँ पढ्दैछु मैले। लाइसेन्स कति बेला बाँडियो, डिपिआर कति बेला गरियो, त्यसको सारा प्रक्रिया बनाएर खरबौँ लगानी गरिसकेपछि आज आएर हामी सके मात्रै किन्छौँ, नसके हामी किन्दैनौँ विद्युत भनेर हाम्रो प्राथमिकताको क्षेत्र हामी आफै ध्वस्त गर्दैछौँ यहाँ। अनि कसले पत्याउने हो हामीलाई लगानी गर्ने हो यहाँ? हामीले बनाउने नीतिका पनि यस्ता दुर्दशा छन्। यस्तो अवस्थामा अघि मन्त्रीज्यूहरूले भन्नुभयो हाम्रो पर्यटन, मैले केही योजना सारेको पनि थिएँ अगाडि। चतराबाट सगरमाथाको काला पत्थर मुनि मुनि जाने, सर्लक्कै जाने एउटा पूर्वाधार भयो भने सेल्फी विथ सगरमाथा 50औं लाख युवा त्यहाँ आइपुग्ने थिए इन्डियाबाट, अरू केही गर्नै पर्ने थिएन।